सालेलाई इंग्लिशमा गाली गर्न मन लाग्छ। इंग्लिश आउँदैन र मात्रै हो। What is energy? Energy is the capacity of doing work. Energy is the capacity of doing work. What is cell? Cell is the smallest unit of life. Cell is the smallest unit of life. ओइ मेरो स्टाइल कपी गर्छस्? तेरो आफ्नै स्टाइलमा पढ्न। This is my style, okay? You copy my style सुरुमा अनि saying this is your style. You लाज पचुवा. What do you say? फेरि से त I not लाज पचुवा. You are big लाज पचुवा and also घिचुवा. You both keep quiet. Let me study or I will throw you out from my house. ओइ जेनिसाले के भने बुझिस? Nope. खोइ लास्टमा हाउस कि माउस भने जस्तो चाहिँ सुनेको थिए, अगाडिको त केही बुझिन। तिमीले के भनेको जेनिसा? घरमा मुसा धेरै भयो, बिरालो लिएर आऊ भनेको हो? अबे साले मेरो आँखा अगाडि दुईटा ढाडे बिरालोहरू छ त, मलाई बिरालो किन चाहियो? तिमीहरू पढ्छु भनेर आएको होइन मेरो घरमा, अनि खोइ त पढेको? पढ्दा पढ्दा टाउको दुख्यो के? एकछिन रेस्ट गरौँ न। किताब खोलेको 5 मिनेट भएको छैन, टाउको दुख्न थाल्यो तिम्रो। 5 मिनेट भएको छैन रे? मलाई त 5 घण्टादेखि पढिरहेको छु जस्तो लागिरहेको थियो त। तेरो बाउले भन्थ्यौ लागिहाल्छ नि, पढ्नु बसेपछि 1 मिनेट पनि 1 घण्टा हुन्छ तिम्रो लागि, अनि किन लाग्दैन त? गजब बेइज्जती है। आज फिस्टे भएन के? फिस्टे भएको भए कस्तो मजा आउँथ्यो नि पढ्नु। त्यही त है, त्यो भएको भए बेला बेला हँसाउँथ्यो अनि पढ्नु पनि मजा आउँथ्यो के? हो र गाइज, म त्यस्तो हँसाउँछु र। भाई यहाँ पे क्या हो रहा भाई? साले फिस्टे, त अघिदेखि यहीँ थिइस्? अघिदेखि होइन हौ, म त अघिदेखि यहीँ थिएँ। साले तू हामी आउनु भन्दा अगाडि आएको कि हामी आएपछि आएको? तिमीहरू भन्दा धेरै छिटो आएको नि। म आउँदा त जेनिसा भर्खर हग्दै थियो। तैँले कसरी थाहा पाइस् हग्दै थियो भनेर? कि जेनिसाले टोइलेटको ढोका खोलेर हगिरहेको थियो? होइन के साले, म आउँदाखेरि टोइलेटबाट फ्लसको आवाज आइरहेको थियो के, त्यसैले भनेको। अनि तिमी चाहिँ किन चोर जस्तो बेड मुनि लुकेको? मलाई बोलाउनु पर्दैन? अच्छा तिमी त हग्दै थियौ अनि कसरी बोलाउनु हौ? हगिसकेपछि बोलाउनु सक्दैन थियौ कि मुख छैन तिम्रो? खाने बित्तिकै हग्नेहरूसँग मेरो बोल्ने बानी छैन के, त्यसैले नबोलाइ बसेको। ओइ नठाडी भन् त हामीलाई तर्साउनु बसेको होइन बेड मुनि? बिल्कुल बिल्कुल। तँलाई तर्साउनु बाहेक अरू केही आउँदैन है? क्लासमा पनि सबभन्दा छिटो आउँछ अनि ढोकामा लुकेर बस्छ तर्साउनुको लागि। आर यु कमेडी मी? अनि तैँले त मेसेजमा आउँदिन भन्दै थिइस् होइन? हामी भन्दा छिटो आएछस् त। तैँले चाहिँ कहिलेबाट मेरो कुरा पताउनु थालिस्? तेरो कुरा त मरि गए पताउँदिन भनेको होइन अस्ति? मरि गए पो पताउँदिन भनेको त, अहिले त मरेको छुइनँ नि त, त्यसैले पताको नि। ओइ तैँले कति पढेको छस्? बेहुली आउन आँट्यो त? बेहुली आउन आँट्यो रे? कसको बेहुली आउन आँट्यो? बिहे गर्न लागिस् कि क्या हो यति सानो उमेरमा? बेहुली होइन क्या फिस्टे, बिएली भनेको बेसिक लेभल एक्जामिनेसन। ए बिएली? बिएलीको त चिन्ता छैन मलाई, म त भगवान भरोसा बसेको छु। ऐसा मत करो मेरी जान। भगवान भरोसा नबस केटा, अलिअलि पढ, फेल होलास् नि फेरि। म फेल हुँदिन हौ, भगवानले सिकाउँछु भनेको छ मलाई। ए हो र? कुन चाहिँ भगवानले सिकाउँछु भन्नु भएको छ? शिवजीले, विष्णुजीले कि हनुमानजीले? हामीले पूजा गर्ने भगवानले होइन हौ, सगरमाथा स्कुलको भगवान यादवले सिकाउँछु भनेको छ के? कस्तो नाम हो यो भगवान यादव? आमा बुवाले भगवानलाई नभेटेर आफ्नै छोराको नाम भगवान राखेको हो कि क्या हो? होइन होइन, सपनामा भगवान आएर तिम्रो छोराको नाम भगवान राख भन्नुभएको थियो होला, त्यसैले राखेको होला नि। बिएली आउनु 5 दिन बाँकी छ, तिमीहरू चाहिँ गफ गरी बस। गफ गरियो भने झन् राम्रो नम्बर लिएर पास भइन्छ के? दाजु दिदीहरूले गफै गफमा बिएली पास गरियो भनेको सुनेको छैनौ? अबे साले तिमीहरू चाहिँ गफ गरेर पास हो, म चाहिँ पढेर पास हुन्छु। तिमीले त पढ्नु पनि पर्दैन हौ, तिमी त नपढी नै पास हुन्छौ। मलाई पास मात्र हुनु छैन नि त, मलाई जिल्ला टप गर्नु छ। जिल्ला टप चाहिँ किन गर्नु पर्यो तिमीलाई? तिमीले जिल्ला टप गरेर यो जिल्ला तिम्रो हुने हो र? मैले जिल्ला मेरो हुन्छ भनेको छु त। जिल्ला टप गर्ने मेरो सपना हो, त्यही सपना पूरा गर्नलाई जिल्ला टप गर्छु भनेको। ठीक है। सपना पूरा गर्नलाई जिल्ला टप गर्नुपर्छ र? सपना त रातिको 10 बजे सुतेर बिहानको 10 बजे उठेपछि मस्तले पूरा भइहाल्छ नि। ओइ बिएलीलाई हल्कामा लिनु हुँदैन यार, पास हुने जति पढ्नु पर्छ। फेल भयो भने त फेरि 8 क्लासमै बस्नुपर्छ त। बात त सही है। 8 क्लासमा बसे नि 9 क्लासमा बसे नि बस्ने त हो नि यार, उठेर पढ्ने हो र? साले तू यो कुरा मेरो बाउ आमालाई सम्झा जा। यदि बिएलीमा B+ भन्दा कम आयो भने मेरो फोन फुटाइदिनु हुने रे बाबाले। फोन फुटाएर चाहिँ तेरो A+ आउँछ रे? मलाई के थाहा त यार, त्यस्तै भन्नुभएको छ के? त चिन्ता नगर, मसँग 2टा फोन छ, तेरो फोन फुटाइदिनु भयो भने म अर्को फोन दिन्छु तँलाई। अर्को फोन चाहिँ कुन छ नि तसँग? आइफोन हो? आइफोन होइन, आइफोनको बाउ नोकिया छ मसँग। 20 वर्ष अगाडि बाबाले किन्नु भएको, आजसम्म केही भएको छैन। अस्ति फुटाउनु पर्यो भनेर ढुङ्गामा हानेको, उल्टै ढुङ्गा फुटिरा। होस् तेरो फोन तैने राख, मलाई मेरो फोन फुटाउनु छैन, म त पढ्छु बरु। BANANA बनाना, बनाना माने केरा।
म पनि पढौँ कि क्या हो यिनीहरूलाई देखेर पढ्नु मन पो लाग्यो मलाई पनि अच्छा यिनीहरूले जे गर्यो त्यही गर्छस् त भोलि गएर यिनीहरूले आफ्नो जेन्डर चेन्ज गर्यो भने तैँले पनि गर्छस् क्या बोले म जेन्डर चेन्ज किन गर्नु म जस्तो छु त्यस्तै ठिक छु नि त जस्तो छस् त्यस्तै ठिक छैनस् तँलाई मिस्टेकली भगवानले केटा बनाउनु भएको हो के त खासमा केटी हुनु पर्ने हो अम्मा बहन पे आ जाऊंगा मैं इनकी त झन् के हुनु पर्ने हो तँलाई केटा बनाएर भगवान अहिलेसम्म पछुताइरहनु भएको छ हेलो साथीहरू यदि तपाईँहरू पनि अहिले भइरहेको टी20 वर्ल्ड कपको म्याच तालिका हेर्न लाइभ स्ट्रिम हेर्न र आफूलाई मन परेको गेम खेल्दै पैसा कमाउन चाहनुहुन्छ भने यो भिडियोको पिन कमेन्टमा मैले एउटा वेबसाइटको नाम राखेको छु त्यहाँ जानुहोस् अनि म्याचको आनन्द लिँदै पैसा पनि कमाउनुहोस् यसमा छिटो र सजिलो विथड्रल गर्न सकिन्छ र मेरो प्रोमो कोड युज गर्नुभयो भने बोनस पनि पाउन सक्नुहुन्छ जेनिसा तिमीलाई म्याथको सबै आउँछ भने मलाई प्रॉफिट एन्ड लस सिकाइदेऊ न प्रॉफिट एन्ड लस पनि आउँदैन तिमीलाई प्रॉफिट भनेको नाफा अनि लस भनेको घाटा हो के त्यो त मेरो घरको कुकुरलाई पनि आउँछ नि प्रॉफिट एन्ड लस कसरी झिक्ने त्यो चाहिँ सिकाइदेऊ न भनेको के सजिलो छ त तिमीले 5 रुपैयाँमा एउटा पेन किनेर 10 रुपैयाँमा बेच्यौ भने तिमीलाई नाफा हुन्छ कि घाटा आज भोलि 5 रुपैयाँको पेन नै आउँदैन कसरी किन्नु 5 रुपैयाँमा अबे साले यो एउटा एक्जाम्पल मात्र हो के लाटा बुझाउनलाई भनेको बुझाउने भए सही तरिकाले बुझाउन त यस्तो गलत इन्फर्मेसन दिएर मान्छेलाई भ्रममा पार्ने त्यसो भए त बुझाउन त सक्छस् जसलाई चाहिँ प्रॉफिटको पी अनि लसको एल थाहा छैन त्यसले ठुलो कुरा गर्छ हो मलाई प्रॉफिटको पी अनि लसको एल थाहा छैन तर नाफाको ना अनि घाटाको घा त थाहा छ नि त तेरो बाउले भन्ने होला तँलाई त्यस्तो थाहा छ भने बुझान त मलाई कति बेला नाफा हुन्छ अनि कति बेला घाटा हुन्छ ल म बुझाउँछु तर ध्यान दिएर सुन है मैले बुझाउँदाखेरि यताउति गरेको मन पर्दैन नि मलाई मानौ तेरो गर्लफ्रेन्ड छ अरे मानौ किन मेरो गर्लफ्रेन्ड छ नि हो र कहिले बनाइस एक्लै एक्लै गर्लफ्रेन्ड बनाउँछ साले क्या अनि के तिमीहरूलाई निम्तो दिएर बनाउनु त ओइ त नाफा र घाटा बुझा न त्यसले गर्लफ्रेन्ड बनाओस् नबनाओस् तँलाई के को मतलब त्यही त है मलाई के को टाउको दुखाइ टाउको त यसको पो दुख्छ त अब मानौ तर तेरो गर्लफ्रेन्ड भ्यालेन्टाइन डेमा डेटिङ गइस रे अनि डेटिङ गएपछि गर्लफ्रेन्डको अनुहार मात्र हेरेर फर्किँदैन सोला सपोज तैले तेरो गर्लफ्रेन्डलाई गालामा 2 चोटी माया गरिस रे माया भनेको बुझ्छस् नि पप्पी चुम्मा उम्मा साले तू के बुझ्छु भन्न छिटो रुको जरा तैले तेरो गर्लफ्रेन्डलाई 2 चोटी माया गरिस अनि तेरो गर्लफ्रेन्डले चाहिँ तँलाई 1 चोटी मात्र माया गर्यो भने तँलाई नाफा हुन्छ कि घाटा यो त सरासर घाटा भयो नि घाटा मात्र होइन यो त महा घाटा भयो हो यसलाई नै भन्छ घाटा बुझिस् नि अब नाफा पनि बुझाउँछु ल मानौ तर तेरो गर्लफ्रेन्ड फिल्म हल गइस फिल्मको टिकट तेरो गर्लफ्रेन्डले दियो अनि सिट पनि कुनाको पर्यो भने तँलाई नाफा हुन्छ कि घाटा यस्तो भयो भने त दुवै हातमा लड्डु हुन्छ नि यार लड्डु होइन यसलाई नाफा भन्छ नाफा बुझिस् नि अब नाफा र घाटा के हो भनेर बुझे यार बुझे यति राम्रोसँग त सरले पनि बुझाउनु भएको थिएन मलाई आर यु कमेडी मी किनकि सरले यस्तो वायात एक्जाम्पल दिनुहुन्न नि त यसरी पढ्यो भने त तिमीहरूको 1 मार्क पनि आउँदैन त्यसो भए तिमी सिकाउ न त हामीलाई तिमीले सिकायौ भने हामी सबै पास हुन्छौं ल म सिकाउँछु तिमीहरूलाई भन तिमीलाई के आउँदैन मलाई त केही पनि आउँदैन हौ प्लस माइनस पनि अस्ति भर सिकेको मैले त कौन है ये लोग ल त्यसो भए भन त एउटा केकलाई 5 भाग लगाएर तिमीले 1 भाग खायौ भने कति भाग बाँकी रहन्छ कति पनि बाँकी रहँदैन नि यो अन्तकालेहरुले 1 सेकेन्डमै खाइदिन्छ यसरी मजा गर्यो भने म सिकाउँदिन है सॉरी तिमी मलाई सिकाऊ के यिनीहरूलाई नसिकाऊ यिनीहरूलाई सिकाऊ भने तिमीले आफै बिर्सिन्छौ हामीलाई नसिकाउने भए यसलाई पनि नसिकाऊ है नत्र धेरै जान्ने भएर तिमीलाई पनि टप दिन्छ नि फेरि असम्भव मलाई टप्नु त्यति सजिलो छैन बुझ्यौ नि मलाई टप्नुको लागि तिमीहरूले दिनमा 10 घण्टा पढ्नु पर्छ तिमी दिनमा 10 घण्टा पढ्छौ पढ्छु त एक्जामको बेला त झन् 15 घण्टा पढ्छु Oh my god, bro. त्यही भएर पो चस्मिस भएको रहेछ म त क्यूट बन्नलाई चस्मा लगाएको होला भनेको त बिचराको आँखा पो बिग्रेको रहेछ ओइ तँलाई अलिकति पनि चिन्ता छैन बिएलीको फेल हुन्छु कि भनेर डर लागेको छैन Nope. फेल हुनुबाट किन डराउनु हौ मान्छेले फेल भएपछि त सिक्छ नि अच्छा अनि त आजसम्म फेल मात्र भइरहेछस् त सिक्ने चाहिँ कहिले सिक्दैछु त बिस्तारी सुरुमा फेल हुँदाखेरि चिट चोर्नु पर्ने रहेछ भन्ने सिके सेकेन्ड चोटि फेल हुँदाखेरि चिट चोरेर मात्र हुँदैन अरूको सार्नु पनि पर्ने रहेछ भन्ने सिके अनि त्यसपछि फेल हुँदाखेरि चाहिँ सार्ने बेलामा अरूको नाम र रोल नम्बर चाहिँ सार्नु हुन्न रहेछ भन्ने कुरा सिके अब रिग्रेट हुँदैछ होला तँलाई हैन यत्रो कुरा सिकेको रहेछस् त अनि पास हुनलाई पढ्नुपर्छ भन्ने चाहिँ सिकिनस् त्यो चाहिँ अब बिएलीमा फेल हुन्छु अनि त्यसपछि सिक्छु ल मछुनी फन सुरु भयो है अगेन लाइक शेयर सब्सक्राइब गरौ न है ऑल फ्रेन्ड कमेडी को किंग मछुनी छ ट्रेन्डिङ फनी भिडियोले मनलाई स्विङ स्विङ सब्सक्राइब लाइक शेयर